पूर्णमा नमस्कार। आज हामी निजामती सेवा भनेको के हो बाट सुरु गरौँ है त। निजामती सेवा भनेको चाहिँ हाम्रो राज्य सञ्चालन गर्ने स्थायी संयन्त्रको रूपमा स्थापित विशिष्ट ज्ञान, सिप र दक्षता, क्षमता भएका स्थायी प्रकृतिका जसले चाहिँ राज्य कोषबाट तलब भत्ता पाउने र गैर सैनिक चरित्रका कर्मचारीहरू रहेको समूह नै के हो त निजामती सेवा हो। यसले चाहिँ यो चाहिँ के हो त राज्य व्यवस्था सञ्चालनको चाहिँ एक अनिवार्य तथा आधारभूत अङ्ग हो। अनि यसले चाहिँ के गर्छ त नीति बनाउन आवश्यक सूचना उपलब्ध गराउने काम गर्यो भने अर्को के गर्यो त बनेका नीति कार्यान्वयन गर्ने प्रमुख संयन्त्रको रूपमा रहेको हुन्छ। अब हामीले निजामती सेवाको गठन भनेको के हो भन्ने विषयमा चाहिँ प्रष्ट हौँ है त। सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने तथा सेवा प्रवाह गर्ने कानुनद्वारा स्थापित सरकारी संयन्त्र संरचनाको चाहिँ प्रबन्ध गर्नु के हो त निजामती सेवाको गठन हो। सरकारको नीति र कार्यक्रम कार्यान्वयन गर्नका लागि र सेवा प्रवाहलाई चाहिँ कानुनद्वारा चाहिँ स्थापित गरी सरकारी संरचनाको चाहिँ प्रबन्ध गर्नका लागि नै के गरिन्छ निजामती सेवाको चाहिँ गठन गरिन्छ। अब यसको व्यवस्था चाहिँ नेपालको संविधानको धारा 243 र 285मा यसको गठन र निजामती सेवाको परिभाषा गरिएको छ। अब निजामती सेवा ऐनको 2000 निजामती सेवा ऐन 2049 को परिच्छेद 2 को दफा 3 मा यसको चाहिँ के त व्यवस्था गरिएको छ र सो व्यवस्था बमोजिम चाहिँ देखाएका चाहिँ निजामती सेवाको गठन देखाए अनुसार चाहिँ निजामती सेवाको चाहिँ गठन गरिएको छ। के पर्छ निजामती सेवामा भनेपछि नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा पर्यो, नेपाल इन्जिनियरिङ सेवा पर्यो, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन सेवा, नेपाल लेखा परीक्षण सेवा, नेपाल वन सेवा, नेपाल विविध सेवा र नेपाल शिक्षा सेवा पर्यो। र यसैमा चाहिँ के भनेको छ भने स्वास्थ्य सेवा र जुन संसद सेवा छ त्यसलाई पनि निजामती सेवाको पद नै मानिन्छ भनेको छ। र यो चाहिँ हजुरहरूले अब फर्मुला बनाएर पनि पढ्न सक्नुभयो। नभए अब यो हामीले चाहिँ रेगुलर बेसमा सुनेकै सेवाहरू भएर त्यति याद गर्न त्यति कठिन पनि छैन। हाम्रो निजामती सेवा ऐनकै 49 को दफा 6 मा चाहिँ के भनेको छ भने यसको चाहिँ के व्यवस्था छ भने राजपत्राङ्कित विशिष्ट श्रेणीसम्म चाहिँ नै विशिष्टीकरण गर्ने प्रयोजनका लागि देखाएको सेवाको क्लस्टर गरिएको छ। जुन अघिका सेवाहरू थिए तिनीहरूलाई पनि यी सेवाहरूमा चाहिँ क्लस्टर गरिएको छ जस अनुसार चाहिँ यी सेवाहरूलाई राखिएको छ। जुन चाहिँ नेपाल इन्जिनियरिङ सेवा भयो, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा, नेपाल प्रशासन सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल लेखा परीक्षण सेवा। यो त झन् अब हामीले नै फर्म भर्दाखेरि पढ्नु पर्दाखेरि चाहिँ यिनीहरूमा नि हामी फर्म भरिरहेको भएर चाहिँ अब यो याद गर्न सजिलो नै छ हैन। अब हामीले चाहिँ नेपालमा चाहिँ निजामती सेवाका श्रेणीहरू के छ भनेर पनि बुझ्न पनि पर्यो। यो कहिलेकाहीँ क्वेसनमा सोध्ने पनि गरेछ। जसमा चाहिँ हाम्रो अब नेपालको निजामती सेवा ऐनले चाहिँ दुईटा क्लस्टर गरेछ के। एउटा चाहिँ राजपत्राङ्कित भनेर चाहिँ गरेको छुट्याएको छ भने अर्को चाहिँ राजपत्र अनङ्कित भनेर छुट्याएको छ। जस्तो राजपत्राङ्कितमा चाहिँ के पर्छ भन्दा हाम्रो एउटा विशिष्ट श्रेणी प्रथम, द्वितीय र तृतीय गरेर छ। जसमा चाहिँ विशिष्ट श्रेणीमा चाहिँ हाम्रो मुख्य सचिव र सचिवहरू पर्नुहुन्छ। त्यस्तै प्रथम श्रेणीमा चाहिँ हाम्रो सहसचिव, द्वितीय श्रेणीमा चाहिँ उपसचिव र तृतीय श्रेणीमा चाहिँ शाखा अधिकृत पर्नुहुन्छ जुन चाहिँ राजपत्राङ्कित छ। त्यस्तै राजपत्र अनङ्कित भनेर पनि यहाँ अब छुट्टै क्लस्टर गरिएको छ। राजपत्र अनङ्कितको प्रथम श्रेणीमा चाहिँ नायब सुब्बा वा सौसरह पर्नुहुन्छ, द्वितीयमा चाहिँ खरिदार वा सौसरह पर्नुहुन्छ। अब तृतीयदेखि चाहिँ सहायक वा कार्यालय सहयोगी भनेर छ। अनि चतुर्थमा पनि कार्यालय सहयोगी तथा सवारी चालकहरू भनी छ। अनि पाँचौँमा पनि तोकिए बमोजिमका चाहिँ राख्न सकिने भन्ने व्यवस्था गरेको छ। एकचोटि चाहिँ अब निजामती सेवा ऐनमा भए बमोजिम चाहिँ मैले यहाँ प्रस्तुत गरेको छु। निजामती सेवामा पदपूर्ति गर्ने चरण र प्रक्रियाहरू चाहिँ के छ भनेर सोध्यो भने
हामीले चाहिँ यसरी लेख्न सक्छौँ। जस्तो निजामती सेवा ऐन 2049 तथा लोक सेवा आयोग ऐन 2066 अनुसार नेपालमा निजामती सेवामा पदपूर्तिका चरणहरू निम्नानुसार रहेका छन् भनेर भन्ने, जसमा चाहिँ आन्तरिक र बाह्य वा खुला पदपूर्तिको चरणहरू छ। जस्तो अब आन्तरिकमा के पर्छ भन्दाखेरि हाम्रो सरुवा पर्यो, सरुवा गरेर आन्तरिक पदपूर्ति गर्ने, बढुवा गरेर गर्ने, काजमा खटाएर गर्ने, निमित्त तोकेर गर्ने। अब धेरैलाई निमित्त भनेको के हो भन्ने थाहा नहुनसक्छ। निकायभित्रकै अब अस्थायी कर्मचारीहरूलाई चाहिँ जिम्मेवारी दिने, जस्तो अब आफूभन्दा माथिल्लो तह या आफ्नो पियर समूहको अब साथीहरू चाहिँ अब सरुवा बढुवा हुनुभयो या कुनै कामले अन्त जानुभयो भने त्यो कामका लागि चाहिँ जिम्मेवारी चाहिँ तोकेर चाहिँ अस्थायी रूपमा चाहिँ गरिन्छ यो। अनि अर्को चाहिँ पदस्थापन गरेर भयो, आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पनि हुन्छ र कायम मुकायम तोकेर चाहिँ हाम्रो चाहिँ आन्तरिक पदपूर्तिका चरणहरू चाहिँ यिनीरहेका छन्। यसरी चाहिँ हामीले चाहिँ आन्तरिक पदपूर्तिहरू गर्ने व्यवस्था चाहिँ निजामती सेवा ऐनमा रहेको छ भने अब खुल्ला या बाह्य पदपूर्तिको चरण र प्रक्रियामा के छ भन्दा हाम्रो वार्षिक कार्यतालिका प्रकाशन हुन्छ। यसलाई त हामीले अब आफूले इक्जाम दिँदै गर्दाखेरि अब यति यो हुन्छ भन्ने कुराहरू चाहिँ जे होस् अलिक प्रष्ट नै भएको छ, त्यही आफूसँग रिलेट गरेर पढ्न सक्यो भने चाहिँ यो छ्याप्पै छापिन्छ नै क्या दिमागमा। जस्तो वार्षिक कार्यतालिका प्रकाशन हुन्छ होइन सुरुमा, त्यसपछि रिक्त पदको सङ्कलन हुन्छ र सङ्कलन गरिएको पदहरूको चाहिँ के गर्छ त प्रतिशत निर्धारण गर्दछ। अब त्यो प्रतिशत निर्धारण गरिसकेपछि त हाम्रो विज्ञापन प्रकाशन हुन्छ। त्यसपछि हामीले चाहिँ सबै स्टुडेन्टहरूले चाहिँ त्यसमा चाहिँ के गर्छौँ, विज्ञापनमा दरखास्त दिन्छौँ। त्यही दरखास्त हाम्रो के हुन्छ, सङ्कलन हुन्छ। सङ्कलनपछि चाहिँ के हुन्छ त छानबिन हुन्छ होइन। अब कसैको चाहिँ डकुमेन्ट नमिल्न सक्यो, कसैको के हुन्छ, अब कति धेरैको चाहिँ फर्ममा चाहिँ के प्रब्लमहरू आइरहेको हुन्छ, त्यो छानबिन हुन्छ होइन। त्यो छानबिन भए पश्चात चाहिँ अब के गर्छ त लोकसेवा आयोगले भने प्रश्नपत्र चाहिँ निर्माण गर्दछ होइन। त्यसपछि ती प्रश्नपत्रहरू चाहिँ परिमार्जन गर्दछ। अनि हाम्रो के हुन्छ, परीक्षा सञ्चालन हुन्छ। परीक्षा सञ्चालनपछि के हुन्छ त उत्तर पुस्तिकाहरूको चाहिँ परीक्षण गर्दछ। पुस्तिकाहरूको परीक्षण पश्चात हाम्रो के हुन्छ त नतिजा प्रकाशन गर्दछ होइन। अनि त्यसपछि हाम्रो अन्तर्वार्ता सञ्चालन हुन्छ र योग्यता क्रम अनुसार चाहिँ अन्तिम नतिजा प्रकाशन हुन्छ। यो अन्तर्वार्तामा छनौट भएका र उत्कृष्ट अब नम्बर 1, 2, 3 हुँदै अब पढेका स्टुडेन्टहरू साथै वैकल्पिकमा पढेका स्टुडेन्टहरूको के हुन्छ त नतिजा चाहिँ प्रकाशन गर्छ र नियुक्तिका लागि चाहिँ सिफारिस, नियुक्ति र पदस्थापन गर्दछ। त्यसपछि अन्तिममा चाहिँ सामाजिकीकरण गर्दछ। यदि हजुरहरूलाई चाहिँ यो राम्रो लाग्यो भने चाहिँ लाइक, कमेन्ट र सेयर गरिदिनु होला। साथै सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद।